हेलो साथीहरु, आज हामी कहाँ आएका छौँ थाहा छ हजुरहरूलाई? आज चाहिँ हामी आएका छौँ सराङकोट धाम भन्ने ठाउँमा आएका छौँ हैन। यो चाहिँ धार्मिक स्थल हो हैन। त मजाको मन्दिर छ र म तपाईलाई एकदम स्पेशल भ्यू देखाउँछु है। पहिला त यहाँ जुत्ता चप्पल काट्नुपर्छ हैन। म आफ्नो जुत्ता काट्छु। उ चाहिँ मेरो साथी समिन हाई गर्दियो। ल म मिठो भ्यू देखाउँछु हजुरहरूलाई। दौ भयो सिडी हिँडेर आउनु पर्दो रहेछ। ल हेर्नुहोस् है त एकचोटि नजर मार्नुहोस् भ्यूलाई। ल हेर्नु प्याराग्लाइडिङ गरिरहेको छ होइन। म जुम गरेर देखाइदिन्छु है। प्याराग्लाइडिङ गर्दैछन्। यताबाट लेक साइडको भ्यू पनि देखिन्छ र मजाको भ्यू छ यता चाहिँ। म अनि अर्को कुरा, यहाँ चाहिँ एकदम ठुलो गणेश भगवानको मूर्ति छैन। म माथि गएर देखाउँछु है हजुरहरूलाई। एकचोटि यहाँको भ्यू हेर्नु है त। म माथि आएर त्यो माथि छ नि त्यो गणेश भगवानको मूर्ति म देखाउँछु। ल है साथीहरू, हामी चाहिँ माथि आइयो गणेश भगवानको ठुलो मूर्ति भएको ठाउँमा। खै म देखाउँछु हजुरहरूलाई। यस्तो बवाल ठुलो बनाएको रहेछ कि खर्च त्यसमा टन्नै लाग्यो होला। अझ उता गएर देखाउँछु म हजुरहरूलाई। सिडी चढेर आउनु पर्ने दौउँदो रहेछ। केही छैन, म देखाउँछु। ओइ होइ होइ, तर यहाँबाट राम्रोसँग क्लियर देखिँदो रहेछ होइन। यहाँ चाहिँ मुसाको फोटो, गणेश भगवानको फोटो म अलि तलबाट देखाउँछु। एकदम ठुलो देखिन्छ। यहाँबाट चाहिँ राम्रो देखिएन। म उँधोको भ्यू देखाउँछु हजुरहरूलाई। ल मन्दिर पनि एकदम ठुलै छ। लगभग धेरै नै खर्च लगाएर बनाए जस्तो लाग्छ मलाई। कति लाग्यो होला खर्च? लाग्यो नि धेरै नै। तलदेखि उठाएको हो यो अझै 2-3 करोड त खर्च भयो होला है। बडी बन्दैन त्यहाँ त। र म यो मूर्ति छ नि, यो मूर्ति म तल गएर देखाउँछ है। एकदम राम्रोसँग देखिन्छ क्या तलबाट। यहाँ चाहिँ एकदम सिम्पल। यताको साइडबाट पनि बब्बाल देखिँदो रहेछ होइन। मसँग देखाउनु न। ल फलो गर्नै विक्रमले, फलो गर्न नभुल्नु होला होइन। फलो गर्न भुल्नु भएन होइन। म राम्रो ठाउँमा लग्छु, देखाउँछु होइन। यदि तपाईँ यो ठाउँमा आउनुभएको छ भने कमेन्ट गर्नु होइन। एकचोटि कमेन्ट गर्नुपर्छ। 60 सपोर्ट दिनु पऱ्यो नि। ल यहाँ चाहिँ धारा रहेछ है। टाउको नहुने, टाउको यस्तै छेप्ने, यस्तो टाउको छेप्ने धारा रहेछ। यहाँ चाहिँ अब गर्नुपर्छ स्नान भनौँ न अब होइन। स्नान गर्नुपर्छ होइन। टाउको लाएर सेट 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 पानीमा। जाडो हुन्छ होला, तिमी नगर्ने? ल ल म एक्लै गरिदिन्छु। मलाई बाल होइन। कतिवटा मस्तै छ होला धारा। राम्रो पुरै चिसो। कुचे भाइ के छ हालखबर? हेलो। धेरै नहालै पनि ठिक छ। लगभग 50 छ होला धारा। 50 लगभग। चिसो छ पानी एकदम। धेरै मान्छेहरू पनि हुनुहुन्छ। पुरै लाइन लागेको छ यहाँ वरदेखि परसम्म। केही छैन। म पुरै धाराको पानी हालिदिन्छु माथि। र म नयाँ ठाउँमा, अझै पनि नयाँ ठाउँमा गएर हजुरहरूलाई देखाउँछु होइन के कस्तो छ नेपालको धार्मिक स्थलहरू। तपाईँले मलाई फलो गर्न नभुल्नुहोस् होइन। फलो गर्न भुल्नु भएन। सबै देखाउँछु। लामै छ धारा। लगभग 50-50वटा भन्दा बढी छ होला। जाडो छ एकदम, जाडो चिसो पानी चिसो छ। र माथि चाहिँ आँट है। एकदम मिठो आँटहरू छ। मिठो आँटहरू छ है। राम्रो आँटहरू बनेको छ। फेरि अरू मान्छेहरू ढिला हुन्छ, म चाहिँ छिटो गर्छु। सानो मान्छे खै पुरै टाउको त बर्बाद यस्तो गराउँछु म। कपाल स्टाइल पार्नु पऱ्यो नि। खै 2टा धारामा पानी आएर हिँड्छ। के गर्नु अब, यो यिनी धाराबाट सुरु गर्नु त होला नि। हिँडै भयो यहाँ पानी। कुनै 2-4वटा धारामा चाहिँ पानी आएको छैन।
आम्बो कति धेरै हो धारा पनि। लगभग 50-50 भन्दा बढी छ होला। हजुर हो पानी एकदम धेरै चिसो के लास्टै धेरै के धारा पनि आम्बा यस्तो धेरै धोरपाटनमा पनि छैन पुरै हिलै हो केही छैन आउन पाइयो त्यही खुसी लाग्यो होइन। ल फाइनल टच है अब ल फाइनल टच भयो। लगभग 50वटा भन्दा बढी धारा छन् होला होइन। त्यो पुरै पानी यस्तो यस्तो म चाहिँ अन्त यस्तो गरेको क्या अब हिलै भइयो पुरै माथि चाहिँ एकदम बबाल छ। यहाँ चाहिँ आर्ट लिएर मैले माने यो मान्छेलाई त्यो आर्ट गर्ने मान्छेहरूले मैले माने है एकदम बबाल ठिक छ। मलाई मजा आयो चाहिँ यहाँ आएर। अब यसपछि चाहिँ हामी पुण्डिकोट भन्ने ठाउँमा जाँदैछौँ होइन। बबाल मजा आउँछ है र विक्रमलाई फलो गर्न नभुल्नुहोस्। बाई।